आज म्याडमले फेरि स्कुलमा चाहिँ भेज मोमोज लाने अरे लन्चको लागि। हिजो बेलुका उसले चाहिँ मलाई अर्डर गरिसकेको छ म्याडमले चाहिँ भेज मोमोज भोलि भनेर। अन्त अब म्याडमले अर्डर गरेपछि त अब मैले त कुकले त बनाउनु पर्ने हुन्छ साथीहरू है। नमस्ते, हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु। अब के गर्ने साथीहरू, बनाउनै पर्छ अब अर्डर दिएपछि त है। हजुरहरूको नानीहरूले कति चाहिँ अर्डर दिन्छ त हजुरहरूलाई कमेन्ट गर्नुहोस् ल। यो सब्जीको मोमोमा चाहिँ मैले क्यारेट हाल्न आँटेको थिएँ। क्यारेट हाल्यो भने चाहिँ एकदमै मिठो हुन्छ नि त साथीहरू। अनि मेरो छोरीलाई चाहिँ फेरि क्यारेटै मन नपर्ने कि साथीहरू। अनियन, क्याबेज अनि जिन्जर मैले अजिनामोटो चाहिँ एकदमै हाल्दिनँ साथीहरू, स्किप गरिदिएँ मैले अजिनामोटो चाहिँ। घरमा फ्यामिलीमा बस्दाखेरि चाहिँ अब सबैजना हुँदाखेरि चाहिँ म अजिनामोटो हाल्ने गर्ने। अजिनामोटो बिना चाहिँ फेरि मोमो चाहिँ एकदमै टेस्टलेस हुन्छ साथीहरू। चुल्हामा मोमो स्टिम हुनु दिएपछि चाहिँ म चाहिँ यतापट्टि फेरि उसलाई राम्ररी पारिदिनु पर्ने हुन्छ नि त म्याडमलाई। अनि म्याडमको चाहिँ यहाँ कपाल कोर्न आएको साथीहरू। आमामा यति साह्रो टाइम लागेको मलाई कपाल कोर्नु चाहिँ। उसको चाहिँ फेरि कपाल फोल्ड गर्नुपर्ने हुन्छ नि त, उसको कपाल फेरि सानो छ, फोल्ड गर्नु चाहिँ यति साह्रो पर्छ साथी। म्याडमलाई राम्ररी बनाइसक्दा नसक्दा चाहिँ मेरो मोमो स्टिम भइसकेर साथीहरू। म्याडमलाई चाहिँ ब्रेकफास्ट दिएँ, त्यसपछि चाहिँ मैले लन्च प्याक गरेर चाहिँ हामी चाहिँ स्कुलतर्फ लाग्यो। पानी परिरहेको रहेछ अलिअलि, अनि मैले चाहिँ छाता एउटा मात्रै बोकेको थिएँ। सो भिडियो आजको लागि यहीँसम्म छ। सो टाटा, बाई बाई।